नमस्कार, मेरो नाम शिक्षक सुरज बिष्ट। इंग्लिश स्पीकिङ कोर्सको आज 6औं दिन हो र आजको दिन निकै स्पेशल हुनेवाला छ किनभने आजको दिनमा म तपाईहरुलाई हामी आफ्नो दैनिक जीवनमा गर्ने कार्यहरुलाई अंग्रेजीमा कसरी भन्ने त्यसको बारेमा म तपाईहरुलाई बताउने छु। आजको क्लासमा म तपाईहरुलाई टेल योर डेली एक्सन आफ्ना दैनिक जीवनका क्रियाकलापहरुलाई कसरी अंग्रेजीमा भन्ने त्यसको बारेमा तपाईहरुलाई सिकाउने छु। यस टपिकमा व्हाट यु हैव डन टुडे, आज तपाईले के गर्नुभयो कसरी अंग्रेजीमा भन्ने त्यसको बारेमा सिकाउने छु म तपाईहरुलाई। त्यसैगरी सिंगुलर अनि प्लुरलको कन्सेप्ट पनि आजकै क्लासमा दिने छौं। आजको क्लास राम्रोसँगले तपाईहरुले हेर्नुभयो, पुरा हेर्नुभयो, कतै पनि नकाटिकन तपाईहरुले यदि पुरा हेर्नुभयो भने तपाईहरु मज्जाले आफुले दिनभरि के काम गर्नुभयो मज्जाले भन्न सक्नुहुनेछ। तपाईहरुले चाहिँ यो भिडियोलाई त्यसको लागि पुरा हेर्नु पर्ने हुन्छ। र ढिला नगरिकन आजको क्लास स्टार्ट गरौँ। म तपाईहरुलाई यस क्लासमा बताउने छु आज हामीले दिनभरि के काम गर्यौं भनेर, ठीक छ। त त्यसको लागि चाहिँ सबैभन्दा पहिला हामीले चाहिँ आज दिनभरि गरिने कार्यहरुको चाहिँ सूची बनाउनु पर्छ र यसलाई चाहिँ म तपाईहरुलाई एकदमै सिम्पल तरिकाले सिकाउने छु, एकदमै इजी आइडिया दिने छु र यो आइडिया पछि तपाईहरु मज्जाले तपाईहरुको अंग्रेजी तपाईलाई कति आउँछ के आउँछ त्यसमा कुनै सरोकार छैन, तर तपाईहरु चाहिँ मज्जाले दिनभरि गरिएका कार्यहरु अंग्रेजीमा भन्न सक्नुहुनेछ, ठीक छ। र यसलाई राम्रो तरिकाले सम्झाउनको निम्ति, यसलाई अझ धेरै सरल बनाउनको निम्ति निकै इन्भेस्टिगेट गरिसकेपछि मैले एउटा नयाँ आइडिया तपाईहरुलाई शेयर गर्ने छु। ध्यान दिएर सुन्नुस् है त, आजको क्लास एकदमै महत्त्वपूर्ण हुनेवाला छ। सुन्नुस् त, सबैभन्दा पहिला त दिनभरि गरिएका कामहरुलाई अंग्रेजीमा कसरी भन्ने त्यसको लागि दिनभरिलाई हामी चाहिँ 3 भागमा क्याटेगोराइज गर्दिन्छौं। 3 भागमा, ठीक छ। एउटा बिहानको समय राख्दिन्छौं हामी, बिहान हामीले के गर्यौं त्यसको बारेमा भनौँला। त बिहान भनेको ठ्याक्क 10 बजे भन्दा अगाडि, किन भन्दाखेरि 10 बजेपछि हामी सबै स्कुलमा अफिसमा जाने हुन्छौं। त 10 बजे भन्दा अगाडिको समय बिहान मानौं। अनि 4 बजे भन्दा यताको समय चाहिँ अब अफिसमा हुन्छन्, विद्यालयमा हुन्छन्, काम गर्ने टाइम हो, त त्यसलाई दिनको समय मानौं। र 4 बजेपछि 10 बजे भनेको सुत्ने समय हुन्छ, त 10 बजेसम्म इभिनिङ टाइम मानौं। त आज दिनभरिलाई हामीले 3 भागमा क्याटेगोराइज गरिदियौं। पहिलो मर्निङ टाइम, त्यसपछि डे टाइम अनि त्यसपछाडी चाहिँ इभिनिङ टाइम, ठीक छ। त 3 वटा भागमा यसलाई डिभाइड गरिदियौं र अब सबैभन्दा पहिला म तपाईहरुलाई बिहान हामीले के गर्यौं कसरी अंग्रेजीमा भन्ने त्यसको बारेमा बताउने छु, ठीक छ। ध्यान दिनुस् है, एकदम सिम्पल छ। यति सिम्पल आइडिया दिनेछु तपाईहरुलाई, तपाईहरु मज्जाले अहिले नै आफुले अंग्रेजी बोल्न स्टार्ट गर्नुहुनेछ। आज दिनभरि तपाईले के गर्नुभयो मज्जाले अंग्रेजीमा भन्न सक्नुहुन्छ। तर त्यसको लागि ध्यान दिनुस्, यदि भन्न सक्नु भएन भने फेरि लास्टमा तपाई चाहिँ कमेन्टमा भन्नु होला, ठीक छ। त अब तपाईहरुले चाहिँ यहाँ के बुझ्नु पर्छ भने सबैभन्दा पहिला आज बिहान मैले के गरे भन्ने कुरा भन्नु भन्दा पूर्व तपाईले बिहान के गर्नुभयो त्यसको सूची तयार पार्नुहोस्, ठीक छ। जस्तो बिहान के हुन्छ त, गेट अप, मैले यहाँ आफ्नो केही सूची तयार पारिदिएको छु। बिहान उठ्छौं हामी, उठ्नुलाई के भनिन्छ, गेट अप भनिन्छ। टीथ ब्रश गर्छौं हामी, ब्रश टीथ गर्छौं भनेपछि ब्रश टीथ भनेको चाहिँ दाँत माझ्नु। गो फर मर्निङ वाक भनेर लेखिएको छ यहाँ, हामी मर्निङ वाक पनि जान्छौं बिहान। टेक बाथ भनेको नुहाउँछौं पनि। ह्याभ ब्रेकफास्ट, ब्रेकफास्ट लिन्छौं हामी। कुक फूड, खाना पनि बनाउँछौं हामी। त्यसैगरी गो टु अफिस जान्छौं या गो टु स्कुल जान्छौं। लगभग बिहानतिर गरिने काम भनेका यिनै हुन् र यस बाहेक पनि तपाईले केही काम गर्नुहुन्छ भने तपाईले सबैभन्दा पहिला सूची बनाउनु पर्छ, ठीक छ। के गर्नुहुन्छ बिहान भनेर, अब कसैले बिहान खेल्छन् भने प्ले क्रिकेट भनेर भन्नु होला, झाडु लगाउनुहुन्छ भने चाहिँ स्वीप फ्लोर भनेर भन्नु होला, ठीक छ। कपडा धुनुहुन्छ भने वाश क्लथ भनेर भन्नु होला। त तपाईहरुले चाहिँ के गर्नुहुन्छ पहिला यसरी नै सूची बनाउनु पर्छ। मैले एउटा सबैमा मिल्ने खालको सूची बनाइदिएको छु तपाईहरुलाई बुझाउनको निम्ति, ठीक छ। लगभग बिहान गरिने कामहरु यिनै हुन्, गेट अप। र अब म बिहान उठे भन्नु पर्यो भने यति सिम्पल छ, हेर्नुस् है। यो लिस्ट तयार पार्नु हो नि तपाईहरुले, त बिहानको कुराहरु भन्न एकदमै साह्रै इजी भइहाल्छ तपाईहरुलाई। फर्स्टमा अप्ठ्यारो भनेकै यही भोकाबुलरी कलेक्सन गर्नको निम्ति हो। यति तपाईले कलेक्सन गर्नुभयो भने अब बिहान म उठे भन्नु पर्यो भने कसरी भन्ने, आई, अगाडि सुरुमा के थपिदिनुस् त, आई गेट अप। तिमी बिहान उठ्यौ भन्नु पर्यो भने यु गेट अप, यु गेट अप। हामी बिहान उठे भन्नु पर्यो भने वी गेट अप, ठीक छ। म बिहान उठे, आई गेट अप। मैले दाँत माझे, देन आई ब्रश टीथ। त्यसपछि म मर्निङ वाकमा गए, देन आई गो फर मर्निङ वाक। खाली अगाडि आई मात्र थप्दिनुस्, तपाईको बिहान के काम गर्नुभयो पुरै यसमा क्लियर हुन्छ, हेर्नुस् है। फेरि मैले खाना खाए, मैले नास्ता गरे, आई हैव अ ब्रेकफास्ट।
मैले खाना बनाएँ, आई कुक फुड। म अफिस गएँ, आई गो टु अफिस, या म स्कुल गएँ, आई गो टु स्कुल। एकदमै सिम्पल छ, ठिक छ। अगाडि आई मात्र राख्ने अनि यी सबै शब्दहरूलाई, भोकाबुलरीहरूलाई तपाईँहरूले चाहिँ भन्नुपर्ने हुन्छ। तपाईँको बिहानका कार्यहरू मजाले तपाईँ गर्न सक्नुहुन्छ। अब एकछिन अलिकति माथितिर मैले चाहिँ यहाँ राखिदिएको छु केही शब्दहरू। यी शब्दहरूलाई झन् पछाडि लगाउनु भयो भने सुनमा सुगन्ध हुनेछ, ठिक छ। म बिहान उठेँ भन्नु पर्यो भने गेट अप भनेको उठ्नु। आई गेट अप अगाडि सुरुमा इन द मर्निङ, बिहान उठेँ, आई गेट अप इन द मर्निङ। एभ्री डे भनेर माथि लेखिएको छ, एभ्री डे भनेको प्रत्येक दिन। एट द क्लक यति बजे, ठिक छ। टुडे मर्निङ आज बिहान भनेर यहाँ मैले माथि लेखिदिएको छु। त अब तपाईँहरूले गेट अप म बिहान उठेँ भन्नु पर्यो भने आई गेट अप इन द मर्निङ। म प्रत्येक दिन उठ्छु भन्नु पर्यो भने आई गेट अप एभ्री डे, ठिक छ। म बिहान 6 बजे उठेँ भन्नु पर्यो भने आई गेट अप एट 6 o'clock, ठिक छ। अनि त्यसै गरी म आज बिहान उठेँ भन्नु पर्यो भने आई गेट अप टुडे मर्निङ। र यो तरिकाले तपाईँहरूले भन्नुपर्ने हुन्छ, ठिक छ। र यसलाई तपाईँ सबैजना एकछिन प्र्याक्टिस गर्नुहोस् त। यो कामहरू चाहिँ दैनिक रूपमा हामी सबै काम गरिराख्छौँ यी कामहरूलाई। र आज मैले बिहान के काम गर्नु पर्यो, अङ्ग्रेजीमा भन्नु पर्यो भने कसरी भन्ने, यिनीहरू लगाएर पनि भन्ने प्रयास गर्नुहोस्। फर इक्जाम्पल जस्तो यसरी, आई गेट अप इन द मर्निङ, देन आई ब्रस टीथ, देन आई गो फर मर्निङ वाक, देन आई टेक बाथ, देन आई हेभ अ ब्रेकफास्ट एट 8 o'clock, देन आई कुक फुड, and finally I go to office at 10 o'clock. यो तरिकाले हामी आफ्नो बिहानको समय सारणी भन्न सक्छौँ। र धेरै गाह्रो छ त छैन नि, त धेरै सजिलो छ। यसलाई तपाईँहरूले चाहिँ प्र्याक्टिस गर्नुपर्ने हुन्छ। यस बाहेकको पनि केही काम गर्नुहुन्छ भने पहिला भोक्याबुलरीलाई चाहिँ लेखिहाल्नुहोस् अनि त्यसपछि बल्ल तपाईँहरूले भन्नुपर्ने हुन्छ। र यो तरिकाले भन्नुभयो भने तपाईँहरू मजाले अङ्ग्रेजीमा बिहानको कुराहरू सबै भन्न सक्नुहुन्छ। अब दिनभरिका कामहरूलाई कसरी भन्ने सुन्नुहोस् है त। बिहानका कामहरू भनिसकेपछि अब दिनभरि काम हुने कार्य, दिनभरि गरिने कार्यहरूको पनि सूची बनाउँ न एकछिन। अब जस्तो दिनभरि के काम गर्छौँ हामी, जस्तो अब हामी चाहिँ स्कुलमा अफिसमा गइसकेपछि काम गर्छौँ, वर्क, इन्जोय गर्छौँ, रमाइलो गर्छौँ, इन्जोय, खेल्छौँ, प्ले, आराम गर्छौँ, टेक रेस्ट, अनि लन्च गर्छौँ, ह्याभ अ लन्च है। अनि त्यसै गरी चाहिँ किताब पढ्छौँ, रिड बुक, अनि घर फर्किन्छौँ, 4 बजे रिटर्न हो। दिनभरि लगभग यिनै कामहरू गरिन्छन्। यस बाहेकका पनि केही काम गरिन्छन् भने तपाईँहरूले चाहिँ लिस्ट बनाउनु होला आफ्नो अनुकूल, ठिक छ। मैले सबैलाई मिलाउने खालले बनाइदिएको, अनि आफ्नो अनुकूल लिस्ट बनाउनु होला। अब सिम्पल छ, म दिनभरि अब जस्तो तपाईँले भन्नु पर्यो, म दिउँसो काम गर्छु, आई वर्क, म रमाइलो गर्छु, आई इन्जोय, म खेल्छु, आई प्ले, म आराम गर्छु, आई टेक रेस्ट, म लन्च गर्छु, आई ह्याभ लन्च, म किताब पढ्छु, आई रिड बुक, अनि फाइनली म घर फर्किन्छु, एन्ड फाइनली आई रिटर्न होम। त दिनभरि गरिने कामहरू यसरी भन्न सकिन्छ। गाह्रो छ त छैन नि। अब यसलाई अझ राम्रोसँग भन्नको निम्ति, अलिक एडभान्स भन्नको निम्ति तपाईँहरूले यी शब्दहरूलाई मैले माथि राखिदिएको छु, यी शब्दहरूलाई चाहिँ के गर्नुहोस् त पछाडि जोडिदिनु होला ठ्याक्कै। जस्तो आई वर्क इन अफिस, आई वर्क इन अफिस, आई वर्क विथ माई फ्रेन्ड, विथ माई फ्रेन्ड भनेको साथीहरूसँग। यस्ता शब्दहरू पछाडि जोड्यो भने झन् राम्रो हुन्छ आफ्नो दैनिक कि भन्नको निम्ति, ठिक छ। त त्यसै गरी टुडे भनेको आज, अनि माथि एभ्री डे भनेको छ प्रत्येक दिन। त यी कुराहरूलाई तपाईँहरूले पछाडि जोडिदिनु पर्ने हुन्छ। जस्तो आई प्ले एभ्री डे, ठिक छ। त्यसै गरी आई टेक रेस्ट टुडे, ठिक छ। आई हेभ अ लन्च इन अफिस, आई रिड बुक विथ माई फ्रेन्ड्स, आई रिटर्न होम टुडे। त यो तरिकाले तपाईँहरू चाहिँ अङ्ग्रेजीमा भन्न सक्नुहुन्छ आफ्नो दैनिकी बताउनको निम्ति। मैले तपाईँहरूलाई बिहानका कार्यहरूलाई अङ्ग्रेजीमा कसरी भन्ने एकदमै सिम्पल आइडिया दिइदिएको छु। अनि त्यसै गरी दिउँसोका कार्यहरूलाई कसरी भन्ने त्यसको लागि पनि आइडिया दिइदिएको छु, एकदमै सिम्पल छ। अब सिमिलरली साँझ गरिने कार्यहरू अङ्ग्रेजीमा कसरी भन्ने सेम आइडिया। सबैभन्दा पहिला भोक्याबुलरी कलेक्सन गर्नुहोस्, सबैभन्दा पहिला शब्दहरूलाई कलेक्सन गर्नुहोस्, ठिक छ। यदि शब्दहरू नै छैनन् भनेपछि अङ्ग्रेजी बोल्न साह्रै गाह्रो हुनेछ। मैले अगाडिको भिडियोमा भनेको थिएँ जसरी गोली बिना बन्दुक चल्दैन त्यसै गरी शब्द बिना अङ्ग्रेजी बोलिँदैन। हेर्नुहोस् त, त्यसो भएको हुनाले सबैभन्दा पहिला शब्दहरूलाई चाहिँ कलेक्सन गर्नुहोस्। अब साँझ हामी लगभग के गर्छौँ त, 4 बज्दाखेरि हामी चाहिँ रिच होम, घर पुग्छौँ, ठिक छ। घर पुग्नुलाई अङ्ग्रेजीमा के भन्छ, रिच होम, थाहा पाउनु पर्यो तपाईँहरूले। अनि त्यसै गरी आराम गर्छौँ, टेक रेस्ट, टेलिभिजन हेर्छौँ, वाच टेलिभिजन, युट्युब हेर्छौँ, वाच युट्युब, अनि नुहाउँछौँ, बाथ, खाना खान्छौँ, ह्याभ अ डिनर,
अनि सुत्छौँ, गो टु स्लिप। त यी घटनाहरू चाहिँ यी क्रियाकलापहरू चाहिँ साँझ गरिन्छन्। त हामीले चाहिँ साँझ गरिने घटनाहरूलाई चाहिँ नर्मल घटना यिनै छन्। अब यस बाहेकका अन्य थुप्रै घटनाहरू तपाईँ विभिन्न कार्यहरू गर्नुहुन्छ भने त्यसको सूची तपाईँहरूले बनाउनु पर्ने हुन्छ, ठिक छ। त अब यसलाई चाहिँ आफ्नो दैनिकी भन्न के छ त भन्नुहोस् त। अब साँझ मैले के गरेँ? आई रिच होम, आई टेक रेस्ट, आई वाच टेलिभिजन, आई वाच युट्युब, अनि त्यसै गरी आई बाथ, आई हेभ अ डिनर, देन फाइनली आई गो टु स्लिप। म सुत्न गएँ। यो तरिकाले तपाईँहरू साँझको आफ्नो दैनिकी पनि भन्न सक्नुहुन्छ। र यिनीहरूको पछाडि पनि यस्ता शब्दहरू मैले माथि लेखिदिएको छु। यी शब्दहरू यिनीहरू शब्दहरूको पछाडि लगाउनु भयो भने झन् बढी राम्रो हुनेछ। जस्तो तपाईँहरूलाई चाहिँ मैले बताएँ आई रिच होम भन्यो अनि लास्टमा एभ्री डे भनिदिएपछि झन् राम्रो। आई रिच होम एभ्री डे, आई टेक रेस्ट अलवेज, अनि यहाँ विथ माई फादर भन्ने छ, आफ्नो बुवासँग, ठिक छ। अनि एट .o'clock, जस्तो आई वाच टेलिभिजन एट 5 o'clock, आई टेक बाथ एट 6 o'clock, आई गो टु स्लिप एट 10 o'clock। यो तरिकाले तपाईँहरूले चाहिँ साँझका घटनाहरूलाई पनि भन्न सक्नुहुन्छ। यी शब्दहरू चाहिँ पछाडि लगायो भने झन् बढी एट्र्याक्टिभ हुन्छ। तपाईँहरूले यी शब्दहरूलाई पछाडि लगाउनु भयो भने झन् राम्रो हुने गर्दछ, ठिक छ। त बिहानका घटनाहरूलाई अङ्ग्रेजीमा कसरी भन्ने सिम्पल आइडिया दिइदिएको छु मैले, त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ स्मरण गर्नुहोला। दिउँसोका घटनाहरूलाई मैले कसरी भन्ने त्यसको बारेमा पनि स्पेसल तरिका तपाईँलाई बताएको छु, थाहा पाउनुभयो होला। अनि साँझका घटनाहरूलाई कसरी भन्ने त्यो पनि मैले तपाईँहरूलाई बताएँ। अब यहाँ त मैले जनरल कुराहरू मात्रै लेखेको छु। अब तपाईँले यी कुराहरू बाहेक आज बिहान के गर्नुभएको थियो यसको स्मरण गर्नुहोस्, ठिक छ। अनि त्यसलाई अगाडि आई लगाएर ठ्याक्कै भनिदिनुहोस्, गाह्रो छँदै छैन, ठिक छ। र अब मेरो काम हो तपाईँहरूलाई स्किल दिने, आइडिया बताउने। मैले तपाईँहरूलाई आइडिया बताइदिएँ यो तरिकाले। पहिला भोक्याबुलरी क्लियर गर्ने, बिहान के गर्नुभएको थियो भोक्याबुलरी क्लियर गर्ने, अगाडि आई थपिदिनु होला। तपाईँहरूको बिहानको सबै दैनिकी भन्छ। आई गेट अप इन द मर्निङ, देन आई ब्रस माई टिथ, देन आई गो फर वाक, देन आई टेक बाथ, देन आई हेभ अ ब्रेकफास्ट, देन आई कुक फुड, देन आई वेयर माई ड्रेस, देन आई गो टु स्कुल। के छ बिहानको घटना पुरा भएन हो। त यस्तै तरिकाले तपाईँहरू चाहिँ सबै कुराहरू भन्न सक्नुहुन्छ। त्यसको लागि तपाईँहरूले प्र्याक्टिस चाहिन्छ। आज म तपाईँहरूलाई एउटा होमवर्क दिनेछु, काम दिनेछु, र त्यो काम तपाईँहरूले चाहिँ गरेको हुनुपर्नेछ है त। ल हेरौँ, को विद्यार्थी एकदमै सिरियस हुनुहुन्छ यसबाट थाहा हुनेछ। अब तपाईँहरूले चाहिँ के गर्नुपर्ने हुन्छ भने आज साँझ तपाईँले एउटा कपीमा आज दिनभरि तपाईँहरूले के गर्नुभयो ठ्याक्कै लेख्नुहोस्, ठिक छ। मजाले आकर्षक ह्यान्डराइटिङको प्रदर्शन गर्दै राम्रो तरिकाले आज दिनभरि गरेका घटनाहरूलाई आरामसँग लेख्नुहोस्। लेखिसकेपछि मजाले एउटा ऐनाको अगाडि जानुहोस्। ऐनाको अगाडि मान्नुहोस् कि तपाईँ अमेरिकाबाट आउनु भएको छ, तपाईँको अगाडि लाखौँ दर्शकहरू छन् र तपाईँहरू चाहिँ आफ्नो दैनिकी बताइराख्नु भएको छ अरूलाई जस्तो फिल गर्नुहोस् र मजाले चाहिँ तपाईँ आफ्नो दैनिकी भन्नुहोस्। सुरुमा हेरेर भन्ने प्रयास गर्नुहोला, पछि बिस्तारै 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 तपाईँहरू चाहिँ नहेरिकनै भन्ने प्रयास गर्नुहोस्। आरामसँग तपाईँहरूको अङ्ग्रेजी सुधार हुनेछ, ठिक छ। र एउटा टिचरले युट्युब भिडियोजहरूबाट गर्न सक्ने यति नै हो। अब बाँकी तपाईँहरूले चाहिँ प्रयास गर्नुपर्ने हुन्छ। मैले सिकाएँ, एकचोटि यो कुराहरू चाहिँ मिस गर्नुभएको छ भने फेरि एकचोटि पछाडि गएर तपाईँहरू चाहिँ यसलाई अझै हेर्नुहोस् एकपल्ट र तपाईँहरूलाई चाहिँ एकदमै सिम्पल आइडिया मिल्नेछ, ठिक छ। बिहानको कुरा भन्दाखेरि पहिला भोक्याबुलरी कलेक्सन गर्नुहोस्, अनि त्यसको अगाडि आई लगाएर ठ्याक्कै आफूले गरेका दैनिक क्रियाकलापहरू तपाईँहरू भन्न सक्नुहुन्छ। र सबैजना विद्यार्थीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने एकैचोटि कमेन्टमा तपाईँहरूले बिहान गरेका 3वटा काम, अनि दिउँसो गरेका 3वटा काम र साँझ गरेका 3वटा काम कृपया कमेन्ट बक्समा लेखिदिनुहोस् न। हेरौँ त को विद्यार्थीहरूले सिकिराख्नु भएको छ, यो भिडियोबाट थाहा पाउने प्रयास गर्नेछु, ठिक छ। ल अब हामी चाहिँ दोस्रो टपिकतर्फ लागौँ। दोस्रो टपिक रहेको छ सिङ्गुलर अनि प्लुरलको। सिङ्गुलर भनेको एक वचन, प्लुरल भनेको बहुवचन। मैले अगाडिको क्लासमा तपाईँहरूलाई बताएको थिएँ। यसको एकदमै सिम्पल कन्सेप्ट म तपाईँहरूलाई दिनेछु। म यसमा ग्रामरको धेरै प्रयोग गर्ने छैन। अब ग्रामरको बारेमा तपाईँहरूलाई बताउने छैन, यसमा मात्रै स्किलको बारेमा तपाईँहरूलाई बताउने छु। सुन्नुहोस् है त। जस्तो यसमा एकदमै इम्पोर्टेन्ट कुरा बताउँदैछु। यो कुरा बुझ्नुभयो भनेपछि तपाईँहरूले धेरै महत्त्वपूर्ण कुरा बुझ्नुहुनेछ। हेर्नुहोस् है, ध्यान दिनुहोस्, सबैले एकपल्ट कृपया ध्यान दिनुहोस् है। अनि यदि यो कुरा मन परेछ भने तपाईँहरूलाई सेयर पनि गरिदिनु होला अनि सब्सक्राइब गर्न नबिर्सिनु होला च्यानललाई, ठिक छ। ध्यान दिनुहोस् है। जस्तो यहाँ कस्तो हुन्छ भनेपछि मानिसको व्यवहार आफ्नो बारेमा भन्दाखेरि मान्छेले एउटा कुरा भन्छ, ठिक छ। तर अर्काको बारेमा कुराकानी गर्दाखेरि मान्छेले केही कुरा बढाएर भन्छ। ध्यान दिनुहोस् है, ध्यान दिनुहोस्।
आफ्नो बारेमा भन्दाखेरि हामी एउटा कुरा भन्छौँ, तर अर्काको बारेमा कुराकानी गर्दाखेरि हामी अलिकति बढाएर भन्छौँ। जस्तो मैले आफ्नो बारेमा भन्नु पर्यो भनेपछि मैले भन्ने भए एकजना साथीलाई म भन्छु जस्तो मैले रामलाई पिटे, मैले आफ्नो एकजना साथीलाई भने। अब मेरो त्यो साथीले मेरो बारेमा कसैलाई अर्कोलाई भन्दाखेरि उसले अलिकति बढाएर भन्छ कि अर्काको बारेमा एकजनाको बारेमा उसले बढाएर भन्छ। उसले भन्छ उसले भनेको मैले उसले रामलाई मर्ने गरी पिट्यो, मर्ने गरी भनेर थप दिन्छ कि अलिकति बढाइदिन्छ। जस्तो एकजना छ भनेपछि उसको बारेमा चाहिँ या थर्ड पर्सन छ मान्छे कसैको बारेमा भन्नुपर्ने छ भने केही कुराहरू बढाएर भन्ने गर्दछन्। बुझ्नुहोस् है, म एकदम इम्पोर्टेन्ट कुरा बताउँदैछु, ध्यान दिनुहोस्। जस्तो मैले एकजना साथी आफ्नो साथीलाई भने मैले सीतालाई हिजो फोन गरेँ, मेरो हिजो सीतासँग फोनमा कुराकानी भयो मात्रै भने एकजना साथीलाई भने पछि उसले चाहिँ भन्छ उसले उसको सीतासँग भयङ्कर लभ परेको छ भनेर अरूलाई बताइदिन्छ। हेर्नुहोस्, ठिक छ। त यहाँ चाहिँ एउटा कुरा भएको हुन्छ, अर्काको बारेमा कुराकानी गर्दाखेरि अलिकति बढाएर भन्ने बानी हामी मानिसहरूको हुन्छ। त सेम यस्तै कुरा हेर्नुहोस् है, मैले यो किन भन्दैछु भनेपछि अब हामीले पनि एकजनाको बारेमा कुराकानी गर्दाखेरि अलिकति बढाइदिनुपर्छ। जस्तो अर्कोको बारेमा कुराकानी गर्दाखेरि एकजनाको बारेमा कुराकानी गर्दाखेरि अलिकति बढाइदिनुपर्छ। जब फर इक्जाम्पल यहाँ एकजना क्रिकेट खेलिरहेको छ, ठिक छ। जस्तो यो क्रिकेट खेल्ने मान्छे म हो, म क्रिकेट खेल्ने मान्छे हो भनेपछि यो मान्छे म हुँ भनेपछि म के भन्ने भए आई प्ले क्रिकेट भन्ने भए, आई प्ले क्रिकेट। तर राम हो, श्याम हो या कोही अर्को व्यक्ति हो, थर्ड पर्सन हो भनेपछि अब हामी के भन्छौँ त ही प्ले क्रिकेट भन्ने होइन, ही प्लेज क्रिकेट। प्लेज यहाँ प्लेज, यो प्लेको पछाडि एस हामीले थप्दियौँ। अर्काको बारेमा कुराकानी गर्दाखेरि अलिकति थप्नुपर्छ भनेर भनेको थिएँ नि त, मानिसहरूको व्यवहार अनुसार नै हामीले यसको पछाडि पनि थप्दियौँ। म कुराकानी गर्दाखेरि आई प्ले क्रिकेट मात्रै हुने भयो, तर उसको बारेमा कुराकानी गर्नुपर्छ भनेपछि ही प्लेज क्रिकेट। यसरी थर्ड पर्सन कसै अर्कोको बारेमा कुराकानी गर्दै गर्दाखेरि याद गर्नु होला, यसलाई माइन्डमा सेट गर्नुहोस्, यस अथवा यस थप्नुपर्छ या स अथवा ज थप्नुपर्छ एकजना व्यक्तिको बारेमा कुराकानी गर्दाखेरि। यसलाई अझ राम्रोसँग क्लियर गरौँ बाबु, यो धेरै इम्पोर्टेन्ट कुरा छ, यसलाई चाहिँ विचार गर्नुहोस् है। जस्तो यहाँ किताब पढिरहेको छ एकजना, मानौ यो किताब पढिरहेको मान्छे म हो भनेपछि अब मैले के भन्नुपर्छ आई रिड बुक, आई रिड बुक, ठिक छ। मेरो बारेमा कुराकानी हो, आई रिड बुक मात्रै भन्यो। तर ऊ किताब पढिरहेको, ऊ किताब पढ्दैछ, ऊ किताब पढ्छ भन्नु पर्यो भने ही रिड्स बुक हुने हो, ही रिड्स बुक, ठिक छ। यहाँ स लाग्ने हो। यहाँ जस्तो एकजना लेखिरहेकी छिन्, मानव लेख्ने व्यक्ति मै हो भनेपछि आई राइट मात्रै हुने हो, आई राइट। तर उनी लेख्छिन् भन्नु पर्यो भने सी राइट्स। एकजनाको बारेमा कुराकानी गर्दाखेरि यहाँ राइटको पछाडि हामीले एस थप्दियौँ, केही थप्नुपर्छ, केही बढाएर भनिन्छ भनेको थिएँ नि त हो। त्यसै गरी यिनीहरूको पछाडि चाहिँ एस अथवा एस थप्नु होला। त्यसै गरी आई गो, म जान्छु भन्नु पर्यो भने आई गो, तर ऊ जान्छ भन्नु पर्यो भने ही गो मात्रै भन्ने होइन, अलि थपिदिनुहोस्, ही गोज, ज थपिदिनुहोस्, ठिक छ। गोको पछाडि द, मुख्य कामको पछाडि चाहिँ तपाईँहरूले स अथवा ज थपिदिनुपर्छ या मेन भबको पछाडि चाहिँ तपाईँहरूले यस अथवा यस थपिदिनुपर्छ एकजनाको बारेमा कुराकानी गर्दै गर्दाखेरि। त्यसै गरी आई टक हुन्छ, ही टक्स हुन्छ, आई टक, ही टक्स, बुझिराख्नु भएको छ नि। अनि त्यसै गरी आई डु, ही डज, आई सिङ, ही सिङ्स, आई डान्स, ही डान्सेस। त यसरी चाहिँ हामीले मुख्य क्रियाको पछाडि स अथवा जलाई थपेर हामी चाहिँ भन्नुपर्ने हुन्छ, ठिक छ। त आशा छ तपाईँहरूले आजको क्लास बुझ्नुभयो होला। अब ऊ बिहानै उठ्छ भन्नु पर्यो भने ही गेट्स अप अर्ली, म बिहान उठ्छु, आई गेट अप अर्ली। ऊ बिहान उठ्छ, ही गेट्स अप अर्ली। म दाँत माझ्छु, आई ब्रस माई टिथ, ऊ दाँत माझ्छ, ही ब्रसेज हिज टिथ, ठिक छ। यो तरिकाले भन्नुपर्छ। त्यसपछि आई गो फर मर्निङ वाक, आई गो फर मर्निङ वाक, तर ऊ मर्निङ वाक जान्छ भन्नु पर्यो भने ही गो मात्रै भन्ने होइन, ही गोज फर मर्निङ वाक, ठिक छ। यसरी एकजनाको बारेमा भन्दाखेरि स अथवा ज मुख्य क्रिया मुख्य कामको पछाडि थपिदिनु होला। आफ्नो बारेमा भन्दाखेरि नर्मल, ठिक छ,
ठीक छ। त आजको क्लास तपाईहरुले आशा छ बुझ्नुभयो होला। सबैजना विद्यार्थीहरूले कमेन्टमा आज तपाईहरुले गरेका कार्यहरू चाहिँ लेखिदिनु होला। हेरौँ को विद्यार्थीहरूले सिरियस भएर लागिराख्नु भएको छ र म तपाईहरुलाई के पनि अनुरोध गर्न चाहन्छु भने मेरो सबै भिडियोहरू एकैचोटी नहेरिदिनुहोस्। अब जस्तो 6औं भिडियो हेरिराख्नु भएको छ नि 7औं भिडियो हेर्दाखेरि 1-2 दिनको टाइम लिनुहोस् र त्यो टाइममा चाहिँ तपाईहरुले प्र्याक्टिस गर्नुहोस्। आज दिनभरि तपाईहरुले के गर्नुभयो, बिहान के गर्नुभएको थियो सूची बनाउनुस् र भन्ने प्रयास गर्नुस्, दिउँसो के गर्नुभएको थियो सूची बनाउनुस् भन्ने प्रयास गर्नुस्, अनि साँझ के गर्नुभएको छ सूची बनाउनुस् भन्ने प्रयास गर्नुस्। आफ्नो भनिसकेपछि रामले के गर्यो, राम वेक्स अप अर्ली इन द मर्निङ, देन ही ब्रसेस हिज टीथ, देन ही गोज फर मर्निङ वक, देन ही टेक्स बाथ। यो तरिकाले तपाईहरुले चाहिँ रामको बारेमा पनि भन्न सक्नु पर्यो, आफ्नो बारेमा भन्न सक्नु। आफ्नो भाइ बिहान के गर्छ प्रयास गर्नुस्, ठीक छ, प्रयास गर्नुस्। जति बढी प्रयास गर्नुहुन्छ त्यति बढी लर्न हुनेछ। र एउटा भिडियोमा एउटा टिचरले यति नै हो गर्न सक्ने। अब बाँकी प्र्याक्टिस गर्ने काम चाहिँ तपाईहरुको छ। आशा छ तपाईहरुले निकै राम्रोसँग प्र्याक्टिस गर्नुहुनेछ। र यदि भिडियो मन परेको छ भनेपछि कृपया लाइक, कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गर्नुभएको छैन भनेपछि अहिले नै गर्नुहोस् सब्स्क्राइब, ठीक छ, अहिले नै गरिहाल्नुहोस्। भोलि मेरो अझ स्पेशल भिडियो आउनेछ। यस्ता प्रकारको भिडियो मिस गर्नुभयो भने धेरै अंग्रेजीमा छुटे जस्तो तपाईहरुलाई फिल हुनेछ। त सबैजना विद्यार्थीहरूले यसरी नै माया गर्दै गर्नुहोला र साथ दिँदै गर्नुहोला। किप सपोर्टिङ। आजको लागि तपाईहरु माझबाट बिदा माग्छु। हस्, धन्यवाद।